हेलो फ्रेंड्स, वेलकम टू द न्यू भिडियो। सो आज फेरि एउटा नयाँ टपिक लिएर हामी आएका छौँ र आजको हाम्रो टपिक रहेको छ क्लास 10 को बायोलोजी को फर्स्ट च्याप्टर, दैट इज क्लासिफिकेसन अफ लिभिङ बीइंग्स। धेरै इम्पोर्टेन्ट टपिक रहेको छ र यसलाई हामीले बुझेर पढ्यो भने त्यसबाट जति पनि क्वेशन्स एक्जामिनेसन्समा सोध्छ हामी लेख्न सक्छौं। त्यही भएर तपाईहरु पनि एकदम एक्टिभ भएर पढ्नु होला, भिडियोलाई पुरै हेर्नु होला है। अब यसको हामी डिफरेन्ट पार्ट बाइ पार्ट भिडियो लिएर आउनेछौँ किनकि सबै टपिक्सलाई एउटै भिडियोमा हामी हटाउन सक्दैनौं। हटायो भने एकदमै धेरै ठूलो भिडियो हुन जान्छ जुन तपाईहरुले हेर्दाखेरि अलिकति बोरिङ पनि लाग्छ हैन। त्यही भएर यसलाई हामीले पार्ट बाइ पार्ट बनाएर ल्याउँछौं। सो टाइम वेस्ट नगरिकन हामीले फर्स्ट पार्ट जुन छ हाम्रो त्यसको बारेमा हामी डिस्कसन गरौँ है त। सो यहाँनिर हामीले सबभन्दा पहिला बुझ्नु पर्ने रहेको छ यो टपिकमा, दैट इज टैक्सोनोमी। सबभन्दा पहिला हामीले यो टपिकलाई टैक्सोनोमी टपिकलाई बुझ्नु पर्ने हुन्छ है। टैक्सोनोमीको मतलब के हुन्छ हेर्नुस्। टैक्सोनोमी भन्दाखेरि एउटा यस्तो ब्रान्च अफ बायोलोजी हो जसले डिल गर्छ केसँग, आइडेन्टिफिकेसन सँग, नोमेनक्लेचर सँग र क्लासिफिकेसन सँग। त्यसले यसरी बुझौं है। जस्तै हामी कहीँनिर घुम्न गयो, घुम्न जाँदाखेरि हामीले कुनै अर्गानिजम हेर्यो, यानी कि लिभिङ अर्गानिजम हामीले हेर्यो। अब त्यो लिभिङ अर्गानिजमको बारेमा हामीले केही पनि कुरा आइडिया थाहा छैन, केही कुरै थाहा छैन त्यसको बारेमा। हामीले त्यसको नाम के छ, त्यसको क्लासिफिकेसन के छ हैन, त्यसको के भन्छ भन्दाखेरि बेसिक क्यारेक्टरिस्टिक्स के छ, हामीले केही पनि आइडिया छैन भने हामी अब त्यसको लागि आइडेन्टिफिकेसन, नोमेनक्लेचर र क्लासिफिकेसन प्रोसेसबाट जानुपर्ने हुन्छ हैन। सबभन्दा पहिला जुन लिभिङ अर्गानिजम अननोन छ, हामीले हेर्दाखेरि हामीले त्यसको बारेमा केही पनि थाहा छैन, त्यसलाई सबभन्दा पहिला आइडेन्टिफाई गर्ने। आइडेन्टिफाई गर्दाखेरि त्यो एनिमल हो कि प्लान्ट हो हैन, कि कस्तो टाइपको त्यो अर्गानिजम हो, दैट इज आइडेन्टिफिकेसन। त्यो भन्नुको त्यो आइडेन्टिफाई गर्ने पहिला हो। त्यसपछि हामीले त्यसलाई नोमेनक्लेचर गर्ने। नोमेनक्लेचर मतलब त्यसको बेसिक प्रोपर्टीको बेसमा, त्यसको बेसिक क्लासिफिकेसन या त्यसको बेसिक के भन्छ भन्दाखेरि क्यारेक्टरिस्टिक्सको बेसमा त्यसलाई हामीले नेमिङ गर्ने। के गर्ने त? नेमिङ गर्ने, यानी कि नाम दिने त्यसलाई। नाम दिइसकेपछि हामीले त्यसलाई अब क्लासिफाई गर्नुपर्ने हुन्छ। क्लासिफाईको मतलब त्यसलाई एनिमल किङडममा राख्ने कि प्लान्ट किङडममा राख्ने कि त्यसलाई पाँचवटा किङडम मध्ये कुन किङडममा त्यो फिट हुन्छ त्यसमा हामीले क्लासिफाई गर्नु पर्यो, हो हैन। त त्यो तीनटै प्रोसेस भनेको के हो त? टैक्सोनोमी। एक्जामिनेसन्समा यदि सोधियो हामीलाई कि डिफाइन टैक्सोनोमी भन्दाखेरि त हामीले के भन्नु पर्यो कि टैक्सोनोमी इज अ ब्रान्च अफ बायोलोजी व्हिच डिल्स विथ द स्टडी अफ आइडेन्टिफिकेसन, नोमेनक्लेचर एन्ड क्लासिफिकेशन्स। यो भनेको टैक्सोनोमी हुन्छ, ठीक छ। अब टैक्सोनोमीमा यो त हामीले बुझ्यो कि टैक्सोनोमी भनेको कुनै पनि लिभिङ अर्गानिजमलाई पहिला आइडेन्टिफाई, त्यसपछि नेम, त्यसपछि क्लासिफाई गर्ने हैन। अब यो जुन हामीले त्यसलाई क्लासिफाई गरे, त्यो क्लासिफाई यदि त्यसको इभोल्युसन हिस्ट्रीको बेसमा गरे, इभोल्युसन हिस्ट्रीको बेसमा भन्दाखेरि त्यो अर्गानिजम कुन कुन पहिलाको अर्गानिजमबाट इभल्भ भएर आएको छ, दैट इज इभोल्युसन हिस्ट्री। त्यसको बेसमा गरे भने दैट इज फाइलोजेनी भइहाल्छ है। फाइलोजेनी भन्दाखेरि के भन्ने त? फाइलोजी, फाइलोजेनी मीन्स दैट इज अल्सो अ ब्रान्च अफ बायोलोजी व्हिच डिल्स विथ द स्टडी अफ इभोल्युसन हिस्ट्री अफ लिभिङ अर्गानिजम। जस्तै यसरी बुझौँ न, जस्तै हामीहरूले पनि पढ्दै आइरहेका हुन्छौँ, सुन्दै पनि आइरहेका हुन्छौँ कि हामी मान्छेहरू बन्दरहरूबाट इभल्भ भएर आएका छौँ, मंकीबाट इभल्भ भएर आएका छौँ। हाम्रो इभोल्युसन हिस्ट्री छ नि कि मान्छेहरू सुरुमा के थियो? बन्दर थियो। त्यहाँबाट जसरी जसरी प्याटर्न चेन्ज भयो, जसरी जसरी इन्भाइरोमेन्ट चेन्ज भयो, हाम्रो डीएनएमा पनि चेन्जेस हुँदै आयो र आज हामी मान्छे बन्न सकेका छौँ, हो हैन। सो त्यस्तो प्याटर्न भनेको दैट इज इभोल्युसन हिस्ट्री हो है त। र यो भनेको फाइलोजेनी भित्र पर्ने गर्छ। र यो टैक्सोनोमी र फाइलोजेनी जुन ब्रान्चमा पर्छ दैट इज सिस्टमेटिक्स, यानी कि दुवैको कम्बिनेसनलाई हामीले के भन्छौं त? सिस्टमेटिक्स भन्ने गर्छौं। यानी कि एक्जाममा क्वेशन सोधिन्छ डिफाइन सिस्टमेटिक्स भनेर, हामीले के भन्ने? Systematics is a branch of biology which deals with the study of taxonomy and phylogeny. जसले टैक्सोनोमी र फाइलोजेनी को बारेमा के गर्छ? डिल गर्छ है त। अब यो टैक्सोनोमी कसले बनाउनु भएको थियो त? उहाँको नाम के हो त? कार्लस लिनायस है। उहाँलाई हामीले कार्लस लिनायसलाई हामीले फादर अफ टैक्सोनोमी पनि भन्ने गर्छौं। के भन्ने गर्छौं? फादर अफ टैक्सोनोमी, ठीक छ। र कार्लस लिनायस नै उहाँ पहिलो साइन्टिस्ट हुनुहुन्थ्यो जुनले सबभन्दा पहिला लिभिङ अर्गानिजमलाई टु किङडममा डिभाइड गर्नु भएको थियो। कति किङडममा? टु किङडममा, दैट इज एनिमल किङडम एन्ड प्लान्ट किङडम।
किनकि त्यति बेला लिभिङ अर्गानिजमको बारेमा सबै साइन्टिस्टहरूलाई त्यति आइडिया थिएन। र उहाँ पहिलो साइन्टिस्ट हुनुहुन्थ्यो जुनले लिभिङ अर्गानिजमलाई टु किङडममा, एनिमल किङडम र प्लान्ट किङडममा डिभाइड गर्नुभयो। तर सबै अर्गानिजम्सलाई फेरि यो टु किङडममा राख्न सकिएको थिएन। सबै अर्गानिजम्सहरू पछि जब अब माइक्रोस्कोप्सहरू डेभलप हुँदै गयो होइन, त्यसपछि यूक्यारियोटिक अर्गानिजम, प्रोक्यारियोटिक अर्गानिजम, सेप्रोकाइटिक अर्गानिजम, अटोट्रफ्स, हेटेरोट्रफ्स हैन, यो सबै जब आइडेन्टिफाई हुन सुरु भयो, अब त्यसपछि सारा अर्गानिजम्सहरू एनिमल र प्लान्टमा फिट हुन सकेन है। त्यसपछि फेरि अर्को साइन्टिस्ट आउनुभयो जुन साइन्टिस्टको नाम थियो आरएच वाइटेकर है। र आरएच वाइटेकरले त्यसपछि 5 किङडम बनाउनु भयो। कतिवटा किङडम बनाउनु भयो? 5 किङडम। र उहाँले भन्नुभयो अब 2 किङडम सिस्टममा सबै अर्गानिजम फिट हुनेवाला छैन, त्यही भएर उहाँले 5 वटा किङडम बनाउनु भयो, जसमा सबभन्दा पहिला मोनेरा राख्नुभयो, त्यसपछि प्रोटिस्टा राख्नुभयो, त्यसपछि फंगी राख्नुभयो, त्यसपछि प्लान्टी र एनिमल्स राख्नुभयो। यसमध्ये मोनेरामा जति पनि अर्गानिजमहरू छ सबै प्रोक्यारियोटिक अर्गानिजम्सहरू छ, प्रोटिस्टामा सबै यूक्यारियोटिक, फंगीमा पनि सबै यूक्यारियोटिक, प्लान्टीमा पनि यूक्यारियोटिक, एनिमलमा पनि, यानी कि एउटा मात्र यो किङडम छ जसमा प्रोक्यारियोटिक